टेन्ट कहाँ मात्रै हाम्रो कता राखेको छ टेन्ट अगाडि छ अब कस्तो छ टेन्ट अस्ति भिउबाट खोलेको नि टेन्ट छ कति चिसो होला कहाँ हुन्छ आज अहिले अब कतिको उठाउने घाममा सुकाइदिनु न सिकेर आएछ Getting ready for चटपटाई मेस एउटा टेन्ट बन्यो कति टाइममा बन्यो 20-25 मिनटमा बन्यो है अब अर्को टेन्ट बन्छ आज चाहिँ अस्ति चाहिँ अलिकति टाइम लाग्थ्यो आज एकैछिनमा तनाक तुनुक भयो नाइस यस्तो छ भ्यू चाहिँ यहाँ चाहिँ खोल्सोसा क्रिक छ तर यहाँबाट जान मिल्दैन अलि उता जानुपर्छ अब पस्यो भने पस्छ अब अर्को टेन्ट यो चाहिँ आजको हाम्रो क्याम्प सेटअप है त सट्टा लाएर यो दुईटा टेन्ट यता छ पऱ्यो छोइला मिनीमा यस्तो भोग्ला एउटा टुक्रो बेडाएर आएको मासु पक्दिनु नै भइगयो बेलुका खाइन्छ के हुँदैन ल यो चाहिँ हाम्रो खाजा सेट ल चेस चिसो भए बारे ल्याम्प तैँले पोलेर गरे अलिक डढेको थियो त्यति बेला त रिग्रेट भएको थियो रेस्टुरेन्टमा खाने भन्दा दामी भयो सेट भन्नु त अहिले म्यारिनेट भन्दा राम्ररी टमाटर बक्खु जस्तै भयो नि
भइरहेको यहाँ अब म्याट्रेस फुलाउने कार्यक्रम हुँदैछ आज सुत्ने म्याट्रेस चाहियो बसेर गरौँ है नयाँ म्याट्रेस फुल्दैछ हाम्रो बेलुकाको लागि कस्तो रहेछ घर आज हावा केही छैन बस्यो नि अब म्याट्रेस रेडी भयो त चेक गर्नुलाई सुतेर गुड इनफ यो चाहिँ रामपुर त्यो चाहिँ विजयनगर स्टोर थियो स्टोर हावा चाहियो सर हावा के भयो खोल्नुपर्ने के हो टेन्ट अनि त्यहाँ एउटा टेन्ट गाडीहरू चाहिँ त छ अहिले मिलाउनु पर्छ हाल्नुको लागि चाहिँ मिलाउँदै हुनुहुन्छ टाढा भएन र यसै त्यहाँ कस्तो भयो ठिक छ हान्छ कि हान्दैन बुढी कोलम्यानको -7 डिग्री वाला स्लिपिङ ब्याग हामी लास्ट क्याम्पिङमा चाहिँ त्यही चिसो भएको थियो उडी लाएर डबल ब्ल्याङ्केट लाएर पनि एकदमै जाडो भएको थियो सो we're gonna buy some good sleeping bag यसको रिभ्यू एकदम राम्रो थियो लेट्स सी हो प्याकेजिङ चाहिँ कताबाट है जुम्मा यसो मेसोमा बनाउनुपर्छ यहाँ रहेछ यसरी बाँध्ने रहेछ नि त यो टेन्ट स्टाइलको ए इजी रहेछ सो हाम्रो म्याट्रेस नि डबल हो यो पनि डबल ठ्याक्क साइज चाहिँ मिल्यो लुक्स नाइस ओ माई गड यस्तो च्यार रहेछ यस्तो खोलेर भित्र जाने अनि यहाँ चाहिँ डबल इन्सुलेसन छ यो चाहिँ एकदम न्यानो छ अनि यो पनि के भन्छ यसलाई फ्रिज टाइपको न्यानो रहेछ कलर पनि राम्रो रहेछ थ्याङ्क्स टु नकुल दाई दाइले चाहिँ पिकअप गर्नुभएको थियो मेरे पास कोई नहीं है
राम्रो रहेछ पार्टिसन भएको वाला यो त चाहिँदैन अहिलेलाई यहाँ लगाएन नि त लगाउनु त यस्तो भएको छ यो चाहिँ यहाँ माथि राख्ने भयो त्यो ग्रिल पनि राख्दा अब यो माथि त मासु त खानु परिहाल्यो यस्तो गरेर यो चाहिँ हाम्रो होस्ट रिक सेन्ससको भन्न आएको थियो बट हामीले सेन्सस भइसकेको थियौँ कि अहिले हाम्रो लागि लिएर आएको सो हामीले चाहिँ यो दुईवटा यहाँ फायरहरू किनेको $10 फर इच क्रेट अनि अलिकति यहाँ किन्डल पनि देख सो गुड टु स्टार्ट कोइला दाउराको लागि होपफुली बल्छ होला त्यो चाहिँ बोल त यो चाहिँ कोइला हो यो लेफ्ट साइडको चाहिँ दाउरा आगो ताप्नको लागि मात्रै यो राइट साइडको चाहिँ हामी कोइला बनाएर चाहिँ बारबिक्यू गर्छौँ भयो सर कस्तो लागिरहेको छ तपाईँ अहिले फिलहाल जाडो भइरहेको हँ दिउँसो चाहिँ गर्मी नै थियो अहिले चाहिँ जाडो हुन थाल्यो खुसी अब भाइ हेर त गाडी ठिक छ अघिको मासु यस्तो मिठो भयो कि फोटो खिच्नै बिर्सेछौँ हामीले मजा आयो ल ल है कस्तो हुँदैछ मासुको रिभ्यू पाउँ न त ल धेरै पछि यस्तो मिठो मासु खान पाइयो अँ भेरी भेरी नाइस कुडोज टु अकुललाई हिजो बेलुका बनाउनु भएको थियो हिजो चाहिँ खास कुरा के भएको थियो भन्दाखेरि चाहिँ लास्ट टाइम चाहिँ हामीले अरू अरू मासु धेरै खाएको थियौँ क्या चिकन फालेको थियो फालेको त होइन मतलब एक्स्ट्रा भएको थियो फिर्ता गएको थियो घर त्यही भएर तिन चार पिस पुग्ने तरिकाले चाहिँ खाने भनेर हिजो सल्लाह भएको अहिले आज चाहिँ अलिक गल्ती गरियो जस्तो भयो चिकन मात्रै भयो भने खाइन्थ्यो जस्तो भयो दुईवटा त भुइँमै खस्यो एउटा सुरमा नै राखेको थिएन ल ठिक छ ल ठिक छ ल आज त आवाज गरेको त ए खासमा त्यहाँनै लिन्छ बस चार्जरी भइसक्यो अब दादा ल है त अब That's it. Good night. Good morning. Camp
बिहान भइसक्यो अब चाहिँ आगोसागो बालेर बसेको छ यहाँ नकुल सर एउटा पुरै आयो दुलो त निकाल्नु पर्दैन अहिले पानी मात्रै तताउने हो अरू के निकाल्नु पर्दैन पर्दैन मेरे घुंगरू बुला पहिला चाहिँ पानी मजाले खानु पऱ्यो तातो पानी पनि आइसक्रिम भएको Good morning from Bandela River Camp. Day 2 of camping. हामी के खान्छौँ बे? हामी अब चिया खान्छौँ एक लट चिया खाने, पाउडर चिया अन्डा खाएर खाने, अनि एवो टोस्ट खाने अनुसाले बनाएको सेलरोटी पोलेर खानुपर्छ मिठो हालेर सेल चाहिँ अनि हामी यसो वकमा जान्छौँ वरपर आएर तापेर बस्नुपर्छ खाएर सुत्ने पुग्यो तर मजाले सुत्यो बिहान चाहिँ बुझ्यो तर सुत्यो मजाले -7 डिग्री सेल्सियसले साथ दियो होइन तातै रहेछ 4 बजे 3 बजेर 47 मिनेट पुगेको थिएँ तातै रहेछ -7 डिग्री सेल्सियससम्म धान्ने ब्ल्याङ्केटले चाहिँ साथ दियो भन्दा कि -7 डिग्रीले कसरी साथ दिन्छ मान्छेलाई ए बुझ्नेले बुझिसक्यो कि खोज्नु मैले हिजै भनेको थिएँ नबुझ्ने मान्छेलाई चाहिँ नबुझिने कतिको इफेक्टिभ लाग्यो कोलम्यानको स्लिपिङ ब्याग ठिकै छ यस्तो के क्याम्पिङमा कम्फर्ट खोजेर हुँदैन के क्याम्पिङमा घरवाला ऊ खोजेर हुँदैन होइन मेन कुरा चाहिँ त्यो कम्फर्ट खोजेको होइन कि त्यसले गर्दाखेरि चाहिँ हल्का वान एन्ड ओन्ली ऊ चाहिँ के बेटर भन्न खोजेको नो कान्ट बी बेटर दिस मलाई कस्तो हजुरको अन्डरमा चमक आएर क्याम्पिङको चमकको मेरो टोपी लाएर यहाँ रिसेक्ट भएको जस्तो लाग्यो दामी भयो
अब आगै तापेर मात्रै बस्ने कि केही खाने पनि हो नि भोक लाग्छ जस्तो भयो मलाई त बिहान एकछिन भोक जग्गा के राम्रो हाँसु बार्बिक्यु गर्ने त छ कि चाहन्छ भने हामीलाई नि देखि के ससे त गर्नुपर्छ ल आज हाम्रो मेन्यु के छ भनौँ त ल एकदम सिम्पल छ ब्रेड छ ब्रेड एभोकाडो अनि एग अनि ससेस अनि त्यसपछि चाहिँ चिया हुन्छ हाम्रो सेफ उनाता नाथा एन्ड सो हाम्रो चाहिँ असिस्टेन्ट सेफ ब्रेड र फ्राइड एग बनिसक्यो स्क्रैम्बल एग बन्दैछ एभोकाडो भइसक्यो एभोकाडोवाला नुन हाल्ने हो नुन र बटर हाल्दैन ग्यास सानो बनाऊ पहिला अब के बनाएको यहाँ मासु ल अब जाने बेला नि हुन लाग्यो फिलिङ स्याड त्यो अर्क्यो क्याम्पिङ स्पट नम्बर 8 थियो अल क्लियर अब चाहिँ हामी अल प्याक्ड हामी चाहिँ अब छुट्टिन्छौँ हामी चाहिँ सिडनी ब्याक टु होम ब्याक टु वर्क दाहरू चाहिँ नजिकै हो गइहाल्नुहुन्छ अब सो एकदम रमाइलो भयो बन्डिला रिभर क्याम्प म्याप काट्नु पर्ने थियो आइसकेपछिको